फाइनल साथीहरू, नेपालका स्टार सन्दीप लामेछाने बङ्गलादेश प्रिमियर लिगमा कमब्याक गरिसकेका छन्। सन्दीप लामेछानेले लगातार 2 म्याच खेलेपछि तेस्रो म्याचबाट सन्दीप लामेछानेलाई ड्रप गरिएको थियो। आज 6औं म्याचमा सन्दीप लामेछानेलाई प्ले 11 मा राखिएको छ र सन्दीपले एकदमै राम्रो पर्फर्मेन्स गरेका छन्। सन्दीप लामेछानेले बङ्गलादेश प्रिमियर लिगमा जम्मा 3 वटा म्याचमा मौका पाएका छन्। पहिलो म्याचमा नि सन्दीपको एकदमै राम्रो पर्फर्मेन्स थियो भने त्यसैगरी दोस्रो म्याचमा नि एकदमै राम्रो पर्फर्मेन्स। आज तेस्रो म्याच साथीहरू एकदमै राम्रो पर्फर्मेन्स सन्दीप लामेछाने। नेपालका स्टार सन्दीप जुन कुनामा क्रिकेट खेल्न जाँदा पनि नेपालको नाम राखेर फर्किने गरेका छन् साथीहरू। आइपिएल खेल्न जाँदा पनि नाम राखेका थिए। त्यसैगरी बङ्गलादेश प्रिमियर लिगमा पनि पहिलो म्याचमा 2 विकेट लिएका थिए भने दोस्रो म्याचमा 1 विकेट लिएका थिए। त्यसैगरी तेस्रो म्याचमा पनि आज विकेट पनि लिएका छन् एकदमै रन कम खर्चेर। सन्दीप लामेछानेले बङ्गलादेश प्रिमियर लिगमा एकदमै राम्रो पर्फर्मेन्स गरिरहेका छन्। हर म्याचमा पहिलो म्याचमा 2 विकेट, त्यसैगरी दोस्रो म्याचमा 1 विकेट, आज पनि 1 विकेट लिएका छन्। रन पनि आज एकदमै कम खर्चिएका छन्, 21 रन मात्रै दिएका छन् भनेदेखि पहिलो म्याचमा चाहिँ 38 रन खर्चिएका थिए, दोस्रो म्याचमा 35 रन खर्चिएका थिए। सन्दीप लामेछानेले हर म्याचमा विकेट लिन सफल भएका छन्। एकदमै राम्रो पर्फर्मेन्स छ, तर पनि सन्दीपलाई चान्स किन दिएन, सन्दीपलाई किन खिलाएन? लगातार 3 वटा म्याचमा चाहिँ सन्दीपलाई ड्रप गरिएको थियो। तर यसमा सन्दीप लामेछानेको टिमको केही पनि गल्ती छैन, किनभने आइसिसीले सेक्सनहरू तोकेको हुन्छ। जस्तो नेपाल प्रिमियर लिगमा पनि तोकिएको थियो, विदेशी खेलाडीहरू चाहिँ 4 जना भन्दा बढी खेलाउन नपाउने, त्यस्तो धेरै चिजहरू चाहिँ तोकिएको हुन्छ। त्यो कारणले सन्दीपले चान्स नपाएका हुन्। त्यसैगरी सन्दीप लामेछाने स्पिनर हुन्, त्यहाँ स्पिनरको राम्रो पर्फर्मेन्स हुन सकेको थिएन। फास्ट बलरको एकदम राम्रो पर्फर्मेन्स भएको थियो, त्यही भएर सन्दीप लामेछानेले एउटा म्याचमा ड्रप गरिएको थियो। सन्दीप लामेछानेलाई ड्रप गरेको पहिलो दिनमा बङ्गलादेशको लोकल प्लेयरले आएर यति राम्रो पर्फर्मेन्स गर्यो कि 4 विकेट लिन सफल भएको थियो। त्यो कारणले पनि राम्रोसँग जितेको थियो सन्दीपको टिमले। त्यही कारणले बङ्गलादेशको लोकल प्लेयरले एकदमै राम्रो पर्फर्मेन्स गर्दै पनि अब उसलाई चाहिँ हटाएर सन्दीप लामेछानेलाई चाहिँ प्ले 11 मा राख्न गाह्रो भएको कारणले टिमले चाहिँ लगातार म्याचहरू पनि जितिरहेको थियो। त्यो कारणले प्लेयरहरू चेन्ज नगरिकन लगातार 3 म्याच खेल्यो। 6औं म्याचमा सन्दीपले चान्स पाएका थिए र आज सन्दीपले एकदम राम्रो पर्फर्मेन्स पनि गरेका थिए। तर अनलक्कीली सन्दीपको टिमले चाहिँ आज हारेको छ साथीहरू। तर केही फरक पर्दैन, किनभने सन्दीप लामेछानेको टिम चाहिँ सेकेन्ड राउन्डमा गइसकेको छ। अझै पनि सन्दीपले धेरै चान्सहरू पाउन सक्ने सम्भावना छ, किनभने अझै पनि सन्दीपको टिमले चाहिँ धेरै म्याचहरू खेल्दैछ र सन्दीपले एकदमै राम्रो पर्फर्मेन्स पनि गरिरहेका छन्। नेपाल क्रिकेट टिमलाई पनि एकदमै फाइदाको कुरा पनि छ साथीहरू, किनभने 2026 टी20 वर्ल्ड कप आउँदैछ। एक्टिभ प्लेयर भनेको हाम्रो सन्दीप लामेछाने मात्रै रहेका छ, ताकि हाम्रो वर्ल्ड कप खेल्ने प्लेयरहरू त अब घरमै छन्। अहिले कुनै पनि सिरिज पनि भएको छैन, सिरिज हुने कुरा पनि छैन। एक्टिभ प्लेयर र खेल्दै वर्ल्ड कप खेल्न जाने भनेको हाम्रो सन्दीप लामेछाने मात्रै रहने भयो, अरू प्लेयरहरूको कुनै फिक्सै छैन साथीहरू। सन्दीपले बङ्गलादेशमा सिरिज मात्रै खेलेका छैनन् साथीहरू, उसले चाहिँ एकदमै हार्ड वर्क पनि गरिरहेका छन्, एकदम राम्रो प्र्याक्टिस पनि गरिरहेका छन्, लगातार म्याच पनि खेलिरहेका छन्, एकदमै राम्रो पर्फर्मेन्स। र सन्दीप लामेछानेले मिडियालाई यो पनि भनेका छन् कि नेपाल क्रिकेट बोर्डले बोलायो, बाइचान्स कुनै सिरिज भयो मेरो भनेदेखि म चाहिँ जान्छु, नत्र भनेदेखि चाहिँ म पुरा सिरिज खेलेर जान्छु भनेर भनेका छन् बङ्गलादेश प्रिमियर लिग खेल्दाखेरि। भनेदेखि यस्तो प्लेयरहरू तपाईँले कहाँबाट पाउनुहुन्छ साथीहरू? बङ्गलादेशको सिरिजै छोडेर म नेपाल जान्छु, नेपाल क्रिकेट बोर्डले बोलायो भनेर भनेका छन्। तर यता टी20 वर्ल्ड कप अगाडि चाहिँ नेपाल क्रिकेट बोर्डले कुनै सिरिज राख्छ भन्ने आश पनि छैन साथीहरू। भए पनि इन्डियाको ए टिमसँग कुरा गरिरहेको छ, त्यसैगरी नभए हामी डिस्ट्रिक्टको टिमसँग भयो नि खेल्छौँ इन्डियाको भनेर भनिरहेको छ। यतातिर कुनै पनि फिक्स छैन। नेपाल क्रिकेट टिमले चाहिँ वर्ल्ड कपमै राम्रो पर्फर्मेन्स गर्नुपर्छ। सन्दीप लामेछाने जस्तो 2-4 वटा प्लेयर अरू पनि हुनुपर्ने हो कि, किनभने सन्दीप भनेको सन्दीप हो, राजा भन्दै हो रहेछ साथीहरू। मैले माने सन्दीप भनेको सन्दीपै रहेछ क्या। आइपिएल खेल्ने पनि सन्दीप, बङ्गलादेश प्रिमियर लिग खेल्ने 2 चोटि भइसक्यो सन्दीप। त्यसैगरी अस्ट्रेलियामा हुने सुपर लिग बिबिएल खेल्ने पनि सन्दीप लामेछाने नै हुन् क्या। अब बाँकी छ पाकिस्तान सुपर लिगमा पनि कुनै नेपालको पहिलो प्लेयर जान्छ भनेदेखि त्यो सन्दीप लामेछाने नै हुनेछन् साथीहरू। मैले अहिले नै भनेको छु, सन्दीप लामेछाने बाहेक पाकिस्तानमा पहिलो नेपाली प्लेयर जाने अरू कोही पनि छैन। र सन्दीप लामेछाने बाहेक अरू कुनै पनि नेपाली प्लेयर चाहिँ आइपिएल खेल्न जान्छ, बङ्गलादेश प्रिमियर लिग खेल्न जान्छ या पाकिस्तानको सुपर लिग खेल्न जान्छ भने त्यो बलरै जानेछ। शेर मल्ल जालन, बरु नन्दन यादव जालन, हाम्रो सोमपाल कामी जालन, तर हाम्रो बलर मात्रै जाने हुन् क्या। ब्याटिङ तर्फबाट कसैको राम्रो पर्फर्मेन्सै छैन। मैले अहिलेको कुरा गरेको साथीहरू, अहिलेको टाइममा, किनभने नेपालको ब्याटिङ लाइन एकदमै खराब छ। त्यो कारणले भनेको भोलि एकदमै राम्रो ब्याटर निस्केलान् जालन, त्यो अलग कुरा हो। अहिलेको टाइममा चाहिँ ब्याटिङ एकदमै खराब छ नेपालको, ब्याटिङमा चाहिँ धेरै नै सुधार्नु पर्ने छ। त बलिङको तर्फबाट सन्दीप लामेछाने, शेर मल्ल, नन्दन यादव, हाम्रो दिपेन्द्र सिंह हेरीले नि बलिङ गर्छन्, रोहित पौडेलले नि बलिङ गर्छन्। नेपाल क्रिकेट टिममा यति मजाको चाहिँ एउटा के कुरा छ भने साथीहरू, हाम्रो नेपालको प्लेयरहरू जसले ब्याटिङ गर्छ उसले बलिङ पनि गर्छ, जसले बलिङ गर्छ उसले ब्याटिङ पनि गर्छ के। अलराउन्डर हुन्छ नि त, धेरै जस्तो हाम्रो नेपालको प्लेयरहरू चाहिँ अलराउन्डर छन् क्या। अलिकति ब्याटिङ सुध्रियो भने नेपालको क्रिकेट टिमले इतिहास रचिन्छ, इतिहास कसैले पनि नेपाललाई हराउनै सक्दैन, किनकि हाम्रो नेपालको सबै अलराउन्डर छन्। सन्दीप लामेछाने कमब्याक भएकोमा एकदम बधाई छ र सन्दीप लामेछाने एकदम राम्रो पर्फर्मेन्स गरि पनि राखेका छन्। 2026 टी20 वर्ल्ड कप आउँदैछ, नेपाल क्रिकेट टिमलाई एकदमै फाइदा हुनेछ।